यो चाहिँ भिक्टर हार्बरको ठाउँ हो जहाँ चाहिँ बच्चाहरू सबैजना खेल्छन्। बच्चा बुढा सबै खेल्छन् हाम्रो गाउँ जस्तै। यहाँ टिकट लिने ठाउँ। यो चाहिँ कार, यो चाहिँ बच्चाहरू, त्यो चाहिँ रोलेपिङ भन्छ क्या त्यसलाई होइन। अनि म चाहिँ आज यहाँ आइपुगेँ यसो टाइम मिलाएर घुम्न। यो चाहिँ एकदमै राम्रो ठाउँ छ घुम्नको लागि अस्ट्रेलियामा। यहाँ चाहिँ अझ योभन्दा एकदमै राम्रो ठाउँ आउँदैछ जहाँ चाहिँ समुद्रको छाल यस्तो राम्रो वान अफ द अस्ट्रेलियाकै एक ठाउँमा पर्छ होला। त्यो चाहिँ अहिले एकछिनमा आउँछ। म जस्ट यो यतातिरबाट हामी जानुपर्छ, त्यही भएर मैले सबैतिर यहाँ देखाउँदैछु। यहाँ चाहिँ घोडाले मान्छे तानेर त्यहाँसम्म पुर्याउँछ। टिकट चाहिँ लगभग $35 हो क्या र, डलर होइन। अनि हामी चाहिँ हिँड्दै जाने। ल अब सुरु गरौँ है त भिडियोको सबै कुराहरू यहीँबाट। अब म चाहिँ फ्रन्टमा आएँ, तपाईँहरूलाई मैले सबै कुराहरू विस्तृत रूपमा देखाउने छु है त। ल यहाँ चाहिँ देख्नुहुन्छ बच्चाहरू खेलिरहेछन्, रमाइलो गरिरहेछन् फ्यामिलीसँग। यहाँ घोडा पनि कत्रो आमामा, यही घोडा मध्ये एउटाले तानेर लग्ने हो त्यहाँसम्म। अनि यो चाहिँ सबै मान्छे उतै जानको लागि हो। सबै जाँदैछन्। त्यो पारीको डाँडा देखिरहेको नि, त्यहीँनिर हो। त्यहाँनिर सबै कुराहरू छ। त्यही उतापट्टि छाल आउँछ, साह्रै राम्रो छाल आउँछ। मलाई चाहिँ एकदमै मनपर्छ। अब तपाईँहरूलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है त। हामी गफ गर्दै अगाडितिर लाग्यौँ। अनि यहाँनिर अगाडि चरा छ, त्यसलाई सेगल के भन्छन्। अनि एउटा म्याकपाई भन्ने पनि हुन्छ अस्ट्रेलियामा है। आमा एकदमै डरलाग्दो हो त्यो चाहिँ। डराउनु त हरेक चरासँग पर्छ, थाहा हुन्न कतिखेर के हुन्छ। त्यही भएर बाहिर घुम्दाखेरि चाहिँ यसो सनग्लासेसहरू चाहिँ लगाउने गर्नु। ग्लासेस त्यही हो, सेफ्टीको लागि एकदमै राम्रो हुन्छ। किनकि भन्न सकिन्न नि त के हो कसो हो, कहिले चरा ल्याएर हमला गरिदियो भने सेफ हुन्छ नि त आफूलाई। त्यही भएर हामी चाहिँ अगाडि बढ्दैछौँ गफ गर्दै। यहाँ चाहिँ यसो बोट चढ्ने ठाउँ रहेछ, यसो गएर हेरिदिउँ न त भनेर यसो नजिकसम्म गइदिएको है म चाहिँ हेर्नलाई। रमाइलो रहेछ ठाउँ, टक्क बिचमा टक्क यसरी त्यहाँ नजिक गएर पानी हेर्न नि कति मजा आउने रहेछ। रमाइलो लाग्छ हो यसो कहिलेकाहीँ बिच गएर पनि यसो रमाइलो गर्न। मैंने शाहरुख खान पोज दिनु न त्यता फर्केर। दामी छ ठाउँ, अझ दामी ठाउँ आउँ। भाइले भनेको भएर एउटा शाहरुख खान पोज पनि मैले तत्कालै दिइहालेँ एकछिनमा। ल अब त्यो हामी त्यतातिर जाँदैछौँ हामी भिक्टर हार्बर। ठ्याक्कै यो बराङ चढेर माथि जानुपर्छ। तर यो त्यहाँनिरको मेन यो ठ्याक्कै बराङ राइट टर्न लिने बेलाबाटै देखिन्छ छालहरू। अनि धेरै कुराहरू पनि छ यहाँनिर, छाल मात्र नभएर पहिलाको ओइल माछाहरूको बारेमा। अनि यहाँनिर के त्यस्तो पाउँछ, यसका पुराना कुराहरू पनि त्यहाँ सबै लेखिदिएको छ। पढ्ने गरी मान्छेहरूलाई, इन्ट्रेस्टेड मान्छेहरूलाई पढ्न पनि मिलो। अनि सबै कुराहरू देखाइदियो भने त हो। यहाँ पनि छ, यहाँ चाहिँ पेङ्गिनको बारेमा कसरी उसलाई गर्ने, के नगर्ने, कसो गर्ने, त्यो आवाजदेखि, लाइटदेखि, कुकुरदेखि र आफ्नो नजिकै नआउन दिने टाइपको सबै यहाँनिर यस्तो जानकारीमूलक एउटा फ्रेम बनाएर ठुलो बोर्ड बनाएर राखिदिन्छन्। यस्तै टाइपको चारैतिर हुन्छ प्रायः जसो। किनकि यहाँ सेफ एकदमै एनिमल राइट्स त एकदमै कडा लाग्छ नि त अस्ट्रेलियामा। कोही आफन्तहरू छ भने भन्नुभयो होला सायद। एनिमल राइट्स त एकदमै डेन्जर हो यहाँ त। तपाईँले सानो चरालाई हार्म गर्नुभयो भने केस लाग्छ कि जेलै जानुपर्छ उस्तै पऱ्यो भने। त्यही भएर चाहिँ यहाँ चाहिँ एनिमललाई चाहिँ ख्याल गर्नुपर्छ। यो ठाउँ हो क्या मैले भनेको चाहिँ। हेर्नु त्यहाँ पानी, आमा कस्तो छाल हान्छ। यो चाहिँ डेन्जर लाग्छ मलाई यो भ्यू। टापु छ। अब माथि जाउँ है त।
कुराहरू। कस्तो पुरानो पुरानो काठको नेपालतिर काठको भर्याङ हुन्छ नि त्यो घरमा त्यस्तै खालको भर्याङ को याद आउँछ क्या पहाड घरतिर यस्तै त हुन्छ भर्याङहरू माथि मान्छे छन् यो चाहिँ भिक्टर हार्बर भन्छ यो ठाउँमा चाहिँ कस्तो दामी छ यहाँ पनि लड्दैछन् पानी एकअर्कासँग ढुङ्गासँग ड्याङ 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 ठोकिँदैछन् यो पनि एउटा प्रकृतिको मेलमिलापै हो नि होइन र हो जस्तो लाग्छ के अरे मलाई चाहिँ म माथि आइपुग्यो अनि यहाँनिर चाहिँ एउटा मिनिङ इन द रक्स भनेर लेखेरै छ नि त्यसको बारेमा अब यो जस्तै त्यहाँ के देखाएको छ पिक्चरमा भने त स्टोनहरू होइन ढुङ्गाहरू देखाएको छ नि त ठुल्ठुला चट्टान टाइपको हो त्यसको बारेमा अब के हो सबै कुराहरू विस्तृत रूपमा यहाँ लेखिदिएको हुन्छ अनि इन्ट्रेस्टेड मान्छेले पढ्ने होइन पढ्ने त्यसको बारेमा जानकारी लिने अब सबै कुराहरू लिने म चाहिँ भ्यू हेर्नमा व्यस्त थिएँ यति मजाको भ्यू छ नि यहाँ यति मजाको भ्यू छ माथि गएपछि सरर देखिन्छ अब अलिकति माथि चाहिँ त्यो व्हेल माछाको बारेमा पनि सबै कुराहरू लेखेको छ पहिला कहिलेतिर थियो यताउता सबै कुराहरू भनौँ न त्यस्तो टाइपको एकदमै इन्ट्रेस्टिङ कुराहरू छ त्यहाँ बोटिङ गर्दैछन् मान्छेहरू पर देख्दै हुनुहुन्छ हो त्यहाँ बोटिङ गर्दैछन् आरामले अनि त्योभन्दा उता पर एउटा ठ्याक्कै टापु जस्तो छ सानो यहाँ मान्छेहरू टन्नै हुन्छ घुमिरहेको बुढा बाजे अर्को दाइ बसिरहनु भएको छ त्यहाँ उता पनि मान्छेहरू धेरै हुन्छ यो माथि ठ्याक्कै माथि चाहिँ हो क्या त्यो कुरा जुन व्हेल माछाको बारेमा लेखाएको छ नि त्यो चाहिँ उता माथि म चाहिँ त्यो माथि जान लाग्दैछु हो म जाँदैछु अब जाँदैछु म सेकेन्ड टाइम आएको हो यहाँ तर मैले यो खासै त्यतिखेर नोटिस गरेको थिइनँ यहाँ के रहेछ भनेर यसो आएर हेरिदिउँ त भन्दाखेरि चाहिँ यहाँ चाहिँ यसको बारेमा व्हेलको बारेमा चाहिँ सबै कुरा लेखेको रहेछ माछा त्यसको बारेमा टक्क यताउता के छ कसो छ तर हुँदो रहेछ भन्ने कुरो चाहिँ अहिले आएर चाहिँ मलाई विश्वास लाग्यो है किनकि मैले पहिला अब यहाँ त एकचोटि व्हेल माछा ठ्याक्कै निस्किया पनि थियो क्या र ठिक निस्किया पनि थियो त्यसको न्युजै आएको थियो अनि यो चाहिँ अब तपाईँहरूले भिडियो हेर्दाखेरि टक्क यसलाई स्टप गरेर यसको बारेमा जानकारी लिन पनि सक्नुहुन्छ मलाई चाहिँ अब यत्रो लामो पढिराख्न चाहिँ झ्याउ लाग्यो होइन त्यही भएर मैले खासै यो पढेन मैले चाहिँ तपाईँहरूलाई नै छोडिदिएँ यो पढ्नको लागि इट्स ट्रु नै हो नि रहेछ नि अब पहिला त नाम हामीले सुनेको मात्र हो नि त व्हेल माछा हुन्छ है आमामा कत्रो भन्दाखेरि एरोप्लेन जत्रो आमा घर जत्रो मान्छेलाई फुत्तुक्कै निल्छ अरे होइन सुनेको कुरा थियो नि त अहिले चाहिँ आफ्नै आँखाले देख्न पाइयो हुँदो रहेछ अब माछै त देखाएको छैन तर यहाँ काइन्ड अफ एउटा बोर्डमा चाहिँ लेखेर राखिदिएको छ हुँदो रहेछ भनेर यति भएपछि चाहिँ हो रहेछ भन्ने भयो नि त नत्र नभइकन त लेख्दैन होला सायद सोल्टीहरूले के लाग्छ म चाहिँ माथिबाट तल फर्किँदैछु अब हामी जान लाग्यो घरतिर अनि यो लास्ट मोमेन्ट चाहिँ क्याप्चर गरौँ न त भनेर यसो क्याप्चर गर्दैमा हिँड्दै थिएँ अनि माथिको मान्छेहरूले चाहिँ पर्खी नजा भिडियो फोटो खिच्दैछ भनेर भन्दै थियो एकदमै त्यही सुनेर म चाहिँ फर्केर हेरेको राम्रो लाग्यो यहाँनिर ख्याल गर्छन् सबै कुराहरू म चाहिँ यसो फोटो पनि बेला बेलामा लिँदै थिएँ हामीलाई अब घर पनि फर्किनु पर्ने थियो त्यही भएर यसो क्याप्चर गर्दै जाऊँ त भनेर गर्दै फर्किँदै थियो रमाइलो लागेको ठाउँ रमाइलो छ तपाईँहरूलाई यसो घुम्न मन छ भने भिक्टर हार्बर चाहिँ यो ठाउँ चाहिँ नछुटाउनु होला
एकदमै राम्रो आजलाई यति नै है त अब हामी चाहिँ घर लागेको अब चाहिँ फेरि अर्को भिडियोमा भेटौँ है त बाई थ्याङ्क यू